हालेलुया। बेसिकली तपाईले यो हक कथालाई सुन्नुभयो हैन। म छोटै सारांशमा भन्छु तपाईलाई। यो चाहिँ यो एउटा कुनै एउटा मालिकले आफ्नो 3 नोकरलाई कहीँ भिजिटमा जानुभन्दा अगाडि उनीहरूलाई बोलाएर उनीहरूको योग्यता जाँच्नको लागि उसले केही सिक्काहरू दिए। पहिलालाई कति दिए? 5 सिक्का। हजुर सबैले सुन्नुभयो वचन पढाइला कति दिए? 5। दोस्रोलाई 2 सिक्का, तेस्रोलाई 1 सिक्का हैन। यो कथा चाहिँ कसरी टुङ्गिन्छ भनेदेखिलाई मालिकले उसको नोकरहरूको योग्यतालाई हेर्नको निम्ति एउटालाई 5, एउटालाई 2 अनि एउटालाई 1 सिक्का दिएर जानुभयो। अनि नोकरहरूले लिए। जब ऊ फर्केर आयो, फर्केर आउँदाखेरि उसले आफ्नो नोकरहरूलाई बोलायो। अनि त्यतिखेर 5 पाउनेले 10 बनाएर दियो, 2 पाउनेले 4 बनाएर दियो अनि 1 पाउनेले त लुकाएर राख्यो। अनि मालिकले के भन्छ? तँ योग्य भइनस् हैन? हो कि हैन भन्नुस् त? योग्य भइनस्। यसलाई के गरिदे? बर्खास्त गरिदे। बर्खास्त गर्नु भनेको निकाला गर्नु हो कि हैन भन्नुस् त? पदमुक्त गर्नु अथवा निकाला गर्नु। यो कथाबाट प्रभुले धेरैचोटि आफ्नो चेलाहरूलाई र धेरै मानिसहरूलाई बुझाउनको निम्ति प्रिय उखानहरूद्वारा बोल्ने गर्नुहुन्थ्यो। अनि त्यही कुरा आज यहाँनिर बोलिराख्नु भएको छ। प्रिय तपाईँ र मैले आजको दिनमा यो कुरालाई बुझौँ। बडो उन्नतिको विषयमा म बोल्न चाहन्छु तपाईँ र मेरो जीवनमा। प्रभुले तपाईँ र मलाई चुन्नु भएको छ हैन? प्रभुले तपाईँ र मलाई चुन्नु भएको छ। अनि तपाईँ र मलाई हिब्रूको पुस्तक अनुसार हामी हरेकलाई वरदानहरू पनि दिनुभएको छ। हो कि हैन भन्नुहोस् त? मलाई गाउने वरदान छ हैन? बिन्दियालाई नाच्ने वरदान हुन सक्छ, गङ्गालाई गाउने वरदान हुन सक्छ, सुकुलाई नाच्ने वरदान हुन सक्छ हैन? हजुरबालाई मजाले ज्वारी खेल्ने वरदान हुन सक्छ, उसलाई गिटार बजाउने वरदान हुन्छ। प्रभुले हरेक मान्छेलाई आफ्नो क्षेत्रमा आफ्नो योग्यतामा उहाँले वरदान दिनुभएको छ। हो कि हैन भन्नुहोस् त? यसकारणले गर्दा आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यो उखानबाट के बुझ्छौँ भनेदेखिलाई प्रभुले दिएको यो वरदानहरूलाई, प्रभुले दिनुभएको यो जीवनलाई तपाईँ र मैले कसरी चलाउँदैछौँ। हालेलुया। तपाईँ र म आजभन्दा 5 वर्ष अगाडि प्रभुलाई पाउँदा त्यस्तै थियो, अहिले पनि त्यस्तै छौँ। या त तपाईँ र मैले फल फलाउँदैछौँ। किनभने परमेश्वरको जीवित वचनले भन्छ हरेक फल नफलाउने रुखहरू चाहिँ के गर्नुपर्छ? काटिनुपर्छ। अनि के गर्नुपर्छ? बडो डर लाग्दछ परमेश्वरको वचन। विश्वासी जीवन हेर्दा मान्छेले सजिलो देख्छ हैन? तर यो धेरै गाह्रो जीवन हो। हो कि भन्नुहोस् त? यहाँ हिँड्न मान्छेलाई म घुमी यहाँ 3-4 राउन्ड घुम्यो भने नि यो ठाउँमा म घुम्छु नि त। तर म यो ग्यापबाट हिँड्नु पर्यो भने सम्हालेर हिँड्नुपर्छ। किन भन्नुहोस् त? विश्वासी जीवन चाहिँ त्यस्तो छ। देख्न चाहिँ यस्तो देखिन्छ। प्रिय बुझ्नु पर्ने कुरा, तपाईँ र मैले जब प्रभुलाई हाम्रो उद्धारकर्ता र मुक्तिदाता भनेर ग्रहण गर्यौँ, त्यो दिनको विश्वास र अहिलेको विश्वासमा कति फरक छ तपाईँ र मेरो जीवनमा तपाईँ र मैले जाँच्नुपर्छ। म हरेकचोटि जब वचन बोल्छु म यो कुरा भन्ने गर्छु, हरेक दिन हामीले आफैलाई प्रश्न सोध्ने गरौँ, प्रभु म कहाँ जाँदैछु? हो कि हैन भन्नुहोस् त? त्यतिखेर मात्रै सुरु हुन्छ। हरेक स्कुलमा जाँच नगरिनु थियो भनेदेखिलाई उसको योग्यताको थाहा कसैलाई पनि हुँदैन थियो। किन अन्तिममा गएर इक्जामहरू गरिन्छ स्कुलमा भन्दाखेरि ऊ कतिको योग्य छ त, ऊ माथिल्लो स्टेप जानलाई योग्य छ छैन भन्ने कुराको योग्यता प्रमाणित गर्नको निम्ति स्कुलमा जाँचहरू गरिन्छ, परीक्षाहरू गरिन्छ। सो हाम्रो जीवनमा पनि हामी हिजो कस्तो छौँ र आज कस्तो हुन चाहन्छौँ हैन? आज कस्तो छौँ र भोलि कस्तो हुन चाहन्छौँ चाहिँ कतिखेर थाहा हुन्छ भने जब हामीले आफैलाई जाँच्न थाल्छौँ। हो कि भन्नुहोस् त? प्रभुले हामीलाई वरदान त दिनुभयो प्रिय, यसलाई चलाउँदैछौँ कि छैन? हुनसक्छ कसैलाई गाउने वरदान, नाच्ने वरदान पनि नहुन सक्छ, तर प्रचार गर्ने वरदान छ, आत्मा बचाउने वरदान छ भनेपछि यहाँ खाली चाहिँ परमेश्वरले कसैलाई राख्नु भएको छैन। हालेलुया। खाली कसैलाई राख्नु भएको छैन, सबैलाई परमेश्वरले दिनुभएको छ। फरक यति छ कि तपाईँ र मैले चलाउँदैछौँ कसरी, हामीले हाम्रो जीवनमा आएको यो वरदानहरूलाई, हाम्रो यो विश्वासहरूलाई कसरी बढाउँदैछौँ प्रिय आजको दिनमा। तपाईँ र मैले परमेश्वरले दिनुभएको यी चिजहरूलाई तपाईँ र मैले कार्यमा कसरी उतार्दैछौँ। किनभने परमेश्वरको वचनले भन्छ परमेश्वरको वचन जब निस्किन्छ यसले चाहिँ काम गरेर निस्किनुपर्छ। हालेलुया। यो समयमा परमेश्वरले तपाईँ र मलाई चलाउनुहुन्छ। एक समय थियो जब 400 वर्ष मलाकीको पुस्तकसम्म जब आयो, त्यहाँबाट परमेश्वरले 400 वर्ष संसारलाई आफ्नो गतिमा छोडिदिनु भयो। 400 वर्षको लागि आफ्नो गतिमा छोडिदिनु भयो। संसार जे गर्छ गर्दै गरोस्, आफ्नो गतिमा छोडिदिनु भयो। 400 वर्ष मलाकीदेखि मत्तीसम्म आउँदाखेरि
400 वर्ष परमेश्वर शान्त भएर बस्नुभयो। त्यसपछि प्रभु परमेश्वर एकदमै धेरै 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 दुखित हुनुभयो अनि उहाँले आफ्नो प्रिय पुत्रलाई संसारमा पठाउनु भयो ताकि मान्छेहरू चाहिँ उहाँको सृष्टिहरू बाँचुन् भनेर। हालेलुया। ख्रिस्ट पठाउनु भयो। ख्रिस्ट पठाइसकेपछि ख्रिस्ट पनि जानुभयो। अब कसलाई राख्नु भएको छ? तपाईँ र म छु नि त। हालेलुया। तपाईँ र म छु। हामी आफै बढ्दै छैन भनेदेखिलाई बाहिरलाई कसरी बढाउने? परमेश्वरको वचन त के हो? जब प्रभुले परमेश्वरले अब्राहमलाई सन्तान दिनुभयो, परमेश्वरले के भन्नुभयो? उहाँले यति यस्तो त भन्नु भएन होला अवश्य पनि, तिमीलाई एउटा नानी दे, आशिष होस्, बसा त भन्नु भएन नि। उहाँले के भन्नुभयो? उहाँले फल फुल वृद्धि हुँदै जाऊ, बलुवासरी के दिनेछु? सन्तानहरू दिनेछु। आदम र हव्वालाई बनाउनु भयो। फल्दै जाऊ, फुल्दै जाऊ, बढ्दै जाऊ। हालेलुया। हरेक कुरामा तपाईँ र मैले परमेश्वरको वचन 66वटा पुस्तकमा हेर्दै गयो भने जहाँ पनि भेट्नु तपाईँले बढ्दै जाऊ, बढ्दै जाऊ, बढ्दै जाऊ। आफ्नो विश्वासलाई बढाउँदै जाऊ, बढाउँदै जाऊ। आफ्नो कार्यलाई पनि के गरेर बढाउँदै जाऊ। हालेलुया। तपाईँ र मैले हाम्रो कार्यकालमा, तपाईँ र मैले हाम्रो यो विश्वासको अवधिभरमा आत्माहरू कति बचाइरहेका रहेछौँ? हरेक दिन प्रश्न गर्नुपर्छ। प्रार्थनामा पनि हामीले प्रश्न गर्नुपर्ने छ, प्रभु म नै पनि बढ्दैछु कि छैन? प्रभु म नै बदलिँदैछु कि छैन? आजको दिनमा विश्वासी जीवन चाहिँ परिवर्तनशील जीवन हो। हालेलुया। गीत गाउँछौँ नि सबै जवानहरू, हामी गाउँछौँ, एक कदम अघि 10 कदम पछि सर्ने विश्वासी होइन अरे, घोडामा गई 100 कदम अघि सर्ने के हो? विश्वासी हो। हालेलुया। तपाईँ र मेरो जीवन चाहिँ यस्तो जितको जीवन जिउनुपर्छ। जितको जीवन, किनभने ख्रिस्टले तपाईँ र मलाई विजेताहरू भन्दा पनि अझै महान विजेता बनाउनु भएका व्यक्तिहरू हामी, तपाईँ र म। यस कारणले गर्दा आजको दिनमा प्रिय तपाईँलाई म यो एउटा इन्करेज गर्न चाहन्छु, तपाईँलाई एउटा उत्साह दिन चाहन्छु, म आफैलाई पनि एउटा उत्साह दिन चाहन्छु। जो परमेश्वरले हामीभित्र हाल्नुभएको छ, यो कुरामा मात्रै हामी अडिग भएर नबस्नु प्रिय। हामीले के एक्स्ट्रा कुराहरू ट्राई गर्नुपर्छ। परमेश्वरको लागि हामी एक्स्ट्रा स्टेपहरू लिन खाँचो पर्छ आजको दिनमा। हालेलुया। तपाईँ र मैले हाम्रो जीवनलाई बढाउन खाँचो छ आजको दिनमा प्रिय, बढाउन खाँचो छ आजको दिनमा। म तपाईँलाई अर्को वचनमा लान्छु। हामी बढ्न त चाहन्छौँ प्रिय, तर हामी बढ्दा बढ्दै हामी बिचमा पनि एउटा कुरा आउँछ। तपाईँहरू आउनुहोस् त मत्तीको पुस्तक 13 अध्यायमा आउनुहोस्। म तपाईँलाई एकछिन गाउँको विषयमा बताउँछु अनि गाउँसँगै फल्ने सामाको विषयमा पनि म तपाईँलाई एकछिन बताउँछु प्रिय। हामी त मत्तीको चाहिँ सुसमाचार 13 अध्यायमा जानुहोस् तपाईँहरू। 13को म तपाईँलाई भन्छु, 13को 24मा जानुहोस् त। एकैछिन पढिदिनुहोस्। यहाँ सुन्नुहोस् है, तपाईँ र म बढ्न चाहन्छु। मैले भने सजिलैसँगले हामी बढ्नुपर्छ जीवनमा त भने, तर यति सजिलो छैन फेरि बढ्न पनि। बढ्न पनि सजिलो छैन फेरि। अघि मैले बताउँदै थिएँ नि, यो क्रिस्चियन जीवन चाहिँ यहाँबाट जान गाह्रो पर्छ भने चाहिँ बढ्न त चाहन्छौँ तर बढ्न सजिलो छैन फेरि। तपाईँलाई थाहा छ, गहुँ जब बारीमा छरिन्छ, जब गहुँ फल्दै फल्दै जान्छ, गहुँ जस्तै देख्ने सामा पनि फल्दै 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 आउँछ। त्यो डुप्लिकेट हो कि, त्यसले चाहिँ गहुँलाई सबैलाई शेष पारिन्छ। गहुँ त बढ्न चाहन्छ तर त्यो सामाले पनि खाँदै खाँदै कुक्रो पार्दै 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 ल्याउँछ। तपाईँ र मेरो जीवनमा जति बढ्न चाहन्छौँ त्यति नै खुट्टा तानिरहन्छ, दुष्टले तानिरहन्छ। तपाईँलाई सजिलो चाहिँ छैन प्रिय। यो सुन्नमा सजिलो लाग्छ हाम्रो जीवन, होइन? बढ्दै जानुपर्छ है। हामीले परमेश्वरले मलाई यो वरदान दिनुभएको छ, म यसलाई अझै बढाउँदै लान्छु भने प्रयास। मैले यो भन्न खोजेको होइन कि यहाँ गाह्रो छ गर्नै हुन्न भन्न खोजेको होइन, तर चुनौती, कठिन चुनौतीको बावजुद पनि बढ्नु चाहिँ जित हो नि त, किन भन्नुहोस् त? म एक्लै दौडमा कुदेँ भने त मै फर्स्ट हो, मै लास्ट हो, मै सबै हो नि, हो कि? तर सबैको बिचमा म कुदेर म फर्स्ट भयो भने म फर्स्ट हो त, होइन? धेरैजनालाई मैले पछि छोडेर म अघि पुगेँ भने त्यो जित हो त। भने चाहिँ बढ्नु छ। यो बढ्दा पनि धेरै कुरा आउँछ नि तपाईँहरू। पढिदिनुहोस् त एकचोटि। यीशुले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनु भयो। स्वर्गको राजा एकजना मानिस जस्तै हो जसले आफ्नो खेतमा असल बिउ तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो र गहुँको बीचमा सामा छरेर गयो। तर जब बोट निस्केर फल फलायो त्यस बेला सामा पनि देखा पर्यो। अब घरका मालिकका चाकरहरूले उसलाई भने, हजुर के तपाईँले आफ्नो खेतमा असल बिउ छर्नु भएको होइन?
त त्यहाँ सामा कहाँबाट आयो? अनि उसले तिनीहरूलाई भने कुनै शत्रुले यसो गरेको हो। अब चाकरहरूले उसलाई भने त के हामी गएर ती बटुलौँ भन्ने तपाईँको इच्छा छ? तर उसले भने नत्र त तिमीहरूले सामा बटुल्दा गहुँ समेत उखाल्छौ। फसलको समयसँग दुवैलाई सँगसँगै बढ्न देऊ र फसलको बेलामा म खेतालालाई भन्नेछु पहिले सामा बटुलेर जलाउनलाई बिटा बिटा बाँध, तर गहुँ चाहिँ मेरो धनसारमा हाल। हेर्नुहोस् है, मैले तपाईँलाई किन यो वचन पढाउँदैछु भने हामीले अहिले बढ्नेको कुरा गऱ्यौँ, बढोन्नतिको कुराहरू गऱ्यौँ। यो कम्पिटिसन छ प्रिय, यहाँ एउटा प्रतिस्पर्धा छ हाम्रो जीवनमा। प्रतिस्पर्धा मैले रमेश भाइसँग गर्ने होइन, मैले गङ्गासँग मेरो आत्मिक जीवनको प्रतिस्पर्धा गर्ने वास्तवमा होइन। मेरो आत्मा र मेरो शरीरसँग मैले प्रतिस्पर्धा गर्ने, मेरो आत्मासँग आफैलाई प्रतिस्पर्धा गर्ने म कहाँ बढ्दैछु। हालेलुया। यहाँ कसैसँग हामीले प्रतिस्पर्धा गर्ने कुरा होइन, तर हामी आफैभित्र हामीले प्रतिस्पर्धा गर्नुपर्छ। कम्पिटिसन बिनाको च्यालेन्जै मिठो हुँदैन, हो कि भन्नुहोस् त? चुनौती, प्रतिस्पर्धा बिनाको चुनौती मिठो हुँदैन। प्रतिबद्धता बिनाको कुनै पनि कार्य मिठो हुँदैन। त्यस कारणले गर्दाखेरि तपाईँ र म जब बढ्न चाहन्छु हाम्रो आत्मिक जीवनमा, आजको दिनमा हाम्रो छेउछाउमा सामाहरू पनि फल्छन्। त्यसको अर्थ शैतानले हाम्रो छेउछाउमा मनपर्ने कुराहरू हालिदिन्छन् प्रिय। शैतानले हामीलाई तीको ती छक्याउने कुराहरू पनि हालिदिन्छ प्रिय। तपाईँ र मैले यो सामालाई चिन्न आवश्यक छ। आजको दिन यो सामा चाहिँ के हो त? गलाती 5:19 पदले के भन्छ? तर दुष्ट आत्माको फलहरू चाहिँ के भन्छ? पढिदिनुहोस् एकचोटि निकालेर। यो सामाहरू के हाम्रो जीवनमा म तपाईँलाई भन्छु। गलातीको पुस्तक 5:19 गएर पढ्नुहोस्। पापमय स्वभावको कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपन, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, गुटबन्दी, डाहा, प्रिय कटपन र मोजमज्जा र यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेतावनी दिँदछु। सामाहरू चाहिँ यी कुराहरू हाम्रो जीवनमा। हालेलुया। हालेलुया। कुराहरूलाई चाहिँ तपाईँ र मैले पत्ता पाउनुपर्छ। यसलाई चाहिँ जराबाट उखाल्दै हिँड्यो भनेदेखिलाई जीवन पनि मजाले अगाडि बढ्दै जान्छ। हालेलुया। बढ्दै जाऊ, पछि नहटौँ, क्रुसको झन्डा काँधमा लिएर अघि बढ्दै। हालेलुया। हामी अघि बढ्ने जीवन हो प्रिय। बढ्दै क्रुसको फेदीसम्म पुग्ने जीवन हो। क्रुसको फेदी पुगेपछि क्रुसको बाटो भई स्वर्ग जाने जीवन हो। हालेलुया। यस कारणले गर्दाखेरि यी सामाहरू विभिन्न हाम्रो जीवनमा फल्दै आउँछन्। यो संसार हो, यो संसारमा प्रतिस्पर्धा अवश्य पनि छ। शैतानले तपाईँ र मलाई बढ्न दिँदैन प्रिय। एउटा कुरो तपाईँलाई म भन्न चाहन्छु, एउटा साधारण विश्वासीलाई याद गर्नुहोस्, जो ठिकै छ, चर्च जाँदा पनि ठिकै छ, चर्च नजाँदा पनि ठिकै, उसलाई शैतानले कहिले पनि केही पनि हेर्नुहोस्, उसको जीवनमा समस्या पनि त्यति साह्रो हुँदैन प्रिय। तर जो चाहिँ एकदमै प्रभुको लागि के गर्न चाहन्छु भन्ने व्यक्तिको लागि कताबाट परीक्षा आएकै हुन्छ, लडाइ रहन्छ। प्रतिस्पर्धा दुष्टले दिँदैन, त्यो गहुँलाई पनि सामाले फल्न दिँदैन, उसले खाइरहन्छ प्रिय। त्यस्तै हाम्रो जीवनमा यस्ता कुराहरूले लडाउँछ। म सत्य बोल्दैछु, सत्यतालाई म निकाल्दैछु आजको दिनमा। किन? ताकि यो कुरा हामीले जानौँ, हामीलाई बढ्न सजिलो हुन्छ प्रभुमा। हालेलुया। परमेश्वरको वचन एउटा उत्साहको वचन हो। परमेश्वरको वचन चाहिँ भनिएको छ नि, अयुबको पुस्तकलाई हामीले पढ्यौँ भने परमेश्वरको वचन चाहिँ मलमपट्टि। हालेलुया। यो चाहिँ के भन्छ, कहिले पनि नबल्झिने गरी यो मलम जब लाग्छ हाम्रो जीवनमा, कहिले पनि नबल्झिने घाउ एकचोटि जाति भएपछि कहिले पनि फेरि फर्केर आउँछ। यस कारणले गर्दाखेरि तपाईँ र म, तपाईँलाई थाहा छ, एउटा साधारण उदाहरण दिन्छु म तपाईँलाई। हामीले कुनै मानिसको विषयमा, जस्तै तपाईँलाई थाहा छ नि, एउटा कुनै प्रोग्रामहरू हेर्नुहुन्छ, कहिलेकाहीँ कार्यक्रमहरू हेर्नुहुन्छ टिभीतिर, कुनै मानिसको वर्णन गर्नुभन्दा अगाडि, इन्टरभ्यू हेर्नुहोस्, कुनै मान्छे आज हामीले यस्तो व्यक्ति बोलाएको छौँ भन्नुभन्दा अगाडि उसको विषयमा नाली बेली सबै खोजेका हुन्छन्, हुँदैन भन्नुहोस् त? उहाँ यस्तो हुनुहुन्थ्यो, उहाँ यहाँ जन्मिनु भयो, सम्पूर्ण कुरो रिसर्च हुन्छ, अन्त उहाँको विषयमा बोल्न सजिलो हुन्छ। त्यस्तै गरी
यी कुराहरू के हुन् त भनेर आजको दिनमा हामीले बुझ्यौँ भने हामीलाई बढ्न सजिलो हुन्छ। हालेलुया। यी कुराहरू तपाईँ हाम्रो माझमा यो वचन आज म जो बोल्दैछु यो मलाई पनि हो, यो हामी सबैलाई यो भलाकुसारी एउटा परमेश्वरले दिनुभएको यी सबै कुरा हाम्रो लागि प्रयोग। यसकारणले गर्दाखेरि हामी बढ्न त चाहन्छौँ होइन, बढ्न त चाहन्छौँ, तर यस्ता कुराहरू पनि आउँछन् हाम्रो जीवनमा, यस्ता कुराले लडाउँछन् तपाईँ र मलाई मेरो जीवनमा। सामा भनेको चाहिँ गलाती 5:19 पदलाई पढ्नुहोस्, यही कुरा हो हाम्रो जीवनमा हामीलाई लडाउने कुराहरू। यसकारणले गर्दाखेरि प्रिय हाम्रो मालिक येशू आउँदाखेरि, हाम्रो राजा दुला त्यो बादलको सवारीमा आउँदाखेरि के दिने तपाईँ? प्रभु म त बढ्न चाहन्थेँ, यही परीक्षाले लडाएको भन्यो भने के हुन्छ होला? के भनेको छ? जोसँग छ त्यसले चलाउँदैन भने खोसिन्छ अरे त्योबाट। जब त्यो दिन आउँछ त्यतिखेर पुच्छरहरू शिर हुने दिन आउँछ। हालेलुया। परमेश्वरको राज्यमा त्यो हुने दिनहरू आउँछ जब ख्रिस्ट बादलको सवारीमा त्यो रथमा स्वर्गदूतहरूसँग हजारौँ मान्छेको छेउमा गुडुक गरेर आउँदैन, ला म त तयारै छैन हौ भन्ने जीवन भयो त खतम भयो नि हो क्या भन्नुहोस् त। तर त्यतिखेर पनि दरिलो भएर प्रभु म त तयार छु, लानुहोस् मलाई भन्ने जीवन चाहिँ हाम्रो हुनु पर्यो। हालेलुया। तयार हुनुहुन्छ तपाईँ त्यसको लागि? अब हामीले भन्छौँ होला कहिले काहीँ प्रभु कहिले आउने निश्चित त छैन, अहिले टुङ्गो छ, समय छ, बिस्तारै बनाउला होइन, त्यो कहिले काहीँ आउँछ हाम्रो सोचाइमा होइन। अहिले कहिले काहीँ के हुन्छ त्यो मान्छेको दिमाग के उटपटाङ हुन्छ, कहिले काहीँ उटपटाङ कुराहरू सोच्न आउँछ होइन। प्रभुको आगमन यति चाँडै त नहोला नि त, बिस्तारै बनाउला, सबैको लागि आगमन नहोला, एकजनाको लागि त आउला हो कि भन्नुहोस्। एउटा कुरा याद छ तपाईँले, हामीले वचन पढ्दै गयो भनेदेखिलाई पाउँछ एउटा खान्छ एउटा धनी मानिसले सबै उसको ढिकुटीमा भएभरका सबै सम्पत्तिहरू थुपाएर आनन्दले सोध्छ आऊ मजाको जिन्दगी आयो मेरो। त्यही रात एउटा सपना देख्छ उसले, त्यो बेलुकै ऊ खुस्कीको पछि के गर्ने हो के भन्नुहोस् के हुन्छ? लोभ गरेर आफ्नो आत्मा चाहिँ गुमायो भने के पो पाइँदैन हो किन भन्नुहोस्। सारा धन सम्पत्ति थुपारेर, सारा सुख आराम ऐस आराम थुपारेर यो सजाउनु पर्ने आत्मालाई चाहिँ गुमायो भने के पो लाभ भएर हाम्रो जीवनमा। यसकारणले प्रिय बढ्नु चाहिँ हाम्रो आत्मिक जीवनलाई खार्नु हो। हाम्रो शरीर जब ख्रिस्ट आउनुहुन्छ नि हाम्रो शरीर जाँदैन प्रिय, यो माटोको शरीर यो माटोमै गाडिएको हुन्छ, तर जान्छ एउटा आत्मा, त्यसलाई चाहिँ निखार्नु, त्यसलाई चाहिँ तिखार्न खाँच छ आजको दिनमा। हालेलुया। यी सामानलाई बुझ्न आवश्यकता छ प्रिय। तपाईँलाई थाहा छ हाम्रो जीवनमा धेरै इच्छाहरू हुन्छन्, हाम्रो जीवनमा धेरै इच्छाहरू हुन्छन् प्रिय। जुन कुराले गर्दा जुन इच्छाले तपाईँ र मलाई प्रभुको राज्यमा बढ्न धेरै गाह्रो बनाउँछ। मर्कुसको पुस्तक 8 अध्यायले के भन्छ थाहा छ तपाईँलाई? यदि कोही मलाई पछ्याउन चाहन्छ भनेदेखिलाई उसले सबैभन्दा पहिले आफैले इन्कार गरोस् अनि मेरो क्रुस दिनहुँ बोकेर मेरो पछि लाग्छ। हालेलुया। आफ्नो इच्छालाई मार्नु चाहिँ कहिलेकाहीँ प्रभु म तपाईँलाई प्रेम गर्छु, प्रभु म तपाईँलाई भरोसा गर्छु त भन्छौँ कहिलेकाहीँ, तर व्यक्तिगत जीवनमा कतिपय बेला मेरो जीवनमा पनि यी कुराहरू भएका छन् कि जब त्यो समस्या आएको समय हुन्छ त्यतिखेर तपाईँ र म झट्ट बिर्सी पठाउँछौँ यस्तो वचनहरूलाई, अनि हामी एकैचोटि शङ्का गर्ने गर्छौँ, अनि भरे एकछिनबाट लडिन्छ अनि चेत खोल्छ यो वचनले यस्तो भनेको छ। हालेलुया। त्यसकारणले गर्दा प्रेम के हुन्छ? ख्रिस्टलाई म प्रेम गर्छु भनेदेखिलाई मेरो इच्छाहरू म मान्छु, अनि ख्रिस्टको इच्छा जे छ त्यही कुरालाई म पुरा गर्छु। हालेलुया। इच्छा चाहिँ के हो त भन्दाखेरि सधैँ बढ्दै 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 जानुपर्छ। जब दुला आउनुहुन्छ, जब ख्रिस्ट राजा त्यो बादलको सवारीमा हामीलाई लिनको निम्ति आउनुहुन्छ त्यतिखेर चाहिँ आनन्द साथ प्रभु जानको लागि तयार छ। यी 5 निर्बुद्धिहरू जस्तो प्रभु एकैछिन फर्किन्छ आइहाले एकछिनै भन्ने जीवन भयो भने चाहिँ प्रभु जानुहुन्छ, अनि रुँदै बस्दै दारा किर्दै नरकका ती यमराजहरू आउँछन् पक्रेर लगेर अनि किमा बनाउला, पकोडा बनाउला होइन, सिङ्गडा बनाउला, के एकदमै मटन बिरयानी बनाउला, के हुन्छ हाम्रो जीवन। त्यसकारणले प्रिय बढ्नु भनेको चाहिँ के हो? तयारी हुँदै जानु तपाईँको जीवनमा। हालेलुया। आजको वचन परमेश्वरले यही कुरा हामीलाई दिनु छ। मेरो वचनको तात्पर्य यो होइन, मेरो वचन बोलाइको अर्थ यो होइन कि हामी तयार छैनौँ भने, तर के भन्छ तयारी छौँ, अझै खारिँदै जाउँ भन्ने एउटा उत्साह तपाईँको माझमा मैले छोड्न चाहेँ। जब मलाई पास्टरले वचन बोल्नुहोस् भन्नुभयो म प्रार्थना गरेँ, माथि गएर मैले प्रभुलाई भने प्रभु मलाई कुन वचन दिनुहुन्छ तपाईँले?
प्रभुले मलाई चट्टसँगले क्लिक दिनुभयो तोडाको विषयमा वचन बोल है भनेर अनि मैले यो वचनलाई एकछिन फेरि अध्ययन गरेँ फेरि रिकल गरेँ अनि तपाईँहरूको माझमा मैले यो वचनलाई लिएर हालेलुया तपाईँ र मेरो जीवन चाहिँ यो बढ्ने जिन्दगी हो यसलाई बढाइराख्नुपर्छ मैले यो काम गरेको छु म त बढ्दिनँ होला भनेर यदि सोच्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ प्रभुले के भन्नुभएको छ म धर्मीको लागि होइन पापीको लागि आएँ यो गल्ती नगर्ने कोही पनि छैन संसारमा गल्ती हरेक मानिसले पहिल्यै पछि गल्ती गरेको छ पहिल्यै पछि गल्ती सोचेको छ ख्रिस्टमा त यस्तो यो क्रिस्चियन जीवनमा त यस्तो जीवन छ जुन जीवन चाहिँ वास्तविक छ जुन जीवन चाहिँ वास्तविकतामा साँच्चै नै गन्न लायक छ किनभने यहाँ चाहिँ नि तपाईँ हामी जति लड्छौँ त्यति उठाउने सहारा हामीले पाउँछौँ हालेलुया संसारको मानिसले तपाईँलाई थाहा छ एउटा के भन्छ मतुवा मान्छे अथवा एउटा ड्रग्स खाने मान्छे भयो अथवा एउटा एकदमै के भन्छ संसारमा एकदमै घिनलाग्दो मान्छे भनौँ न संसारका मानिसले त्यही बाटोबाट हिँड्यो भनेदेखिलाई के गर्छन् के भन्छ यो मान्छे गएको मान्छे उसको छेउ पनि के लाग्यो बोली पनि के लाग्यो मान्छेले छैन कुनैमा छैन हो के भन्छ तर तपाईँ र म चाहिँ यस्तो जीवन जिउँछौँ जुन जीवनले चाहिँ त्यस्ता मान्छेको पनि त्यस्तो मान्छेलाई प्रेम गर्छ हालेलुया यो जिन्दगी साँच्चै नै वास्तविक जीवन छ प्रिय क्रिस्चियन मैले अस्ति यो किताबमा पढिरहेको थिएँ मान्छेले धेरैले क्रिस्चियन धर्म 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 भन्छ तर यो वास्तविक त होइन रहेछ प्रिय क्रिस्चियन चाहिँ अहिले मैले भन्दैछु यही कुरालाई म तपाईँलाई ल्याएर जोड्न चाहन्छु क्रिस्चियन चाहिँ के रहेछ भनेदेखिलाई हाम्रो पुरानो मनुष्यतालाई बोगाएर नयाँ मनुष्य बनाउनु एकअर्कालाई प्रेमले हेर्नु एकअर्कालाई वास्ता गर्नु यो चाहिँ क्रिस्चियन रहेछ हालेलुया पुरानो बाटोलाई छोडेर हेर्नुहोस् है यो दायाँ बायाँको टेडाङमायाँ बाटोलाई छोडेर सिधा स्वर्गतिरको बाटो हिँड्नु चाहिँ यो आत्मिकताको आध्यात्मिकको जीवनलाई जिउनु चाहिँ क्रिस्चियन जीवन यस कारणले आजको दिनमा माफ गर्नुहोस् मैले धेरै समय लगिसकेँ होला बोल्दा बोल्दा धेरै जान्छु छोटो भन्छु तर धेरै जान्छु भन्नु तर यो एउटा कुरा भन्न चाहन्छु तपाईँलाई अन्तिममा गएर आज जो जति हामी यहाँ छौँ प्रभुसँग यही प्रार्थना गरौँ प्रभु म दिनै बढ्न चाहन्छु मेरा छेउमा सामा आउलान् मेरा छेउमा धेरै यस्ता कुराहरू आउलान् होइन तर प्रभु म त्यसलाई पन्छ्याउँदै म तपाईँको राज्यमा अघि बढ्न चाहन्छु जब तपाईँ आउनुहुन्छ त्यतिखेर म पनि तपाईँसँग जान चाहन्छु हालेलुया ख्रिस्टको आगमन हुँदाखेरि तपाईँ हामीसँगै एकैचोटि नजाउला मेरो जीवनमा ख्रिस्टको आगमन आज हुन सक्छ यस कारणले गर्दाखेरि दोस्रो तिमोथीको वचनमा पावलले तिमोथीका मण्डलीहरूलाई उहाँले लेख्नु भएको पत्रमा यही भन्नुहुन्छ हर घडी तयार भएर बस परमेश्वरको आगमन कहिले हुन्छ थाहा छैन चोर जस्तै आगमन हुन्छ यस कारणले गर्दाखेरि तयार भएर बस्न आवश्यकता छ आजको दिनमा ताकि जब प्रभु आउनुहुन्छ त्यतिखेर चाहिँ खुलेर गर्वसाथ भन्न सकौँ प्रभु मैले पनि यो गरेको थिएँ हालेलुया मत्तीको पुस्तक चाहिँ तपाईँलाई 7 अध्यायको 21 देखि तल पढ्दै जानुभयो भने के पाउँछन् त्यति एउटा कुरा के भनिएको छ भनेदेखिलाई मलाई प्रभु प्रभु भन्ने मान्छे मात्रै स्वर्गको राज्यको निम्ति भागीदार हुने छैन भन्छ सिधै परमेश्वरको वचनमा मलमपट्टि पनि छ अनि यसले सिधै काँड पनि हाल्छ फेरि तपाईँलाई मलाई च्वास तपाईँलाई मलाई भनि नै रहन्छ हो कि भन्नुहोस् चेत पनि खुलाइरहेको छ यस कारणले मलाई प्रभु प्रभु भन्ने मान्छे मात्रै स्वर्गको राज्यमा प्रवेश गर्ने छैन त्यतिखेर मान्छेले दारा किटलान रुँदै प्रभु मैले तपाईँको विषयमा अगमबाणी बोलेँ तपाईँको विषयमा वचन बोलेँ पनि भन्ला त्यतिखेर परमेश्वरले भन्नुहुनेछ म तपाईँ चिन्दिनँ भन्नुहुन्छ भनेको छ परमेश्वरको वचनले एकदमै डरलाग्दो कुराहरू छ प्रिय जुन उत्साह सँगसँगै यो डरलाग्दो कुराहरू हुन्छ यस कारणले गर्दाखेरि हामी जति बढ्छौँ जति हाम्रो आत्मालाई खार्दै जान्छौँ जति हाम्रो आत्मालाई निखार्दै जान्छौँ त्यति नै परमेश्वरको राज्यमा हामी बढ्दै जान्छौँ हालेलुया परमेश्वरलाई धन्यवाद भएको छ मिठोसँगले सुनिदिनु भयो खुसी लाग्यो धेरै धेरै धन्यवाद छ तपाईँलाई यो वचनको लागि समय दिनुभयो